हेलो नमस्ते तपाईहरु सबैजनालाई। आज भने चाहिँ मेरो ब्लगमा यसरी भेज मोमो पिजीमा नानीहरु मोमो खाने भएर मोमो बनाउने छु। मैले कोपीलाई काटिओरी रेडी गरेको छु। यसमा हेर्नुस् है, मैले चाहिँ तपाईहरुले कस्तो प्रकारले किमा बनाउनुहुन्छ। मेरो चाहिँ म चाहिँ यसरी बनाउँछु। म यो कोपीमा प्याजलाई लगाउने छु। यो किमा देख्दा छक्कै पर्नुहुन्छ होला तपाईहरु। यो किमा चाहिँ भरे कसरी बनाइसक्छ होला आन्टीले भनेर सोच्नुहुन्छ होला, तर यो भरेको नेक्स्ट भ्लगमा चाहिँ यसको कसरी बनिँदो रहेछ तपाईहरुले हेर्न सक्नुहुन्छ। यसमा मैले गाजरलाई लगाए, यो गाजरलाई पनि लगाए। एकदम मैले बनाएको मोमो चाहिँ एकदम टेस्टी हुन्छ। अदुवालाई पनि लगाए, अनि मटरलाई पनि लगाए। अनि यो चाहिँ के होला भनेर तपाईहरुले सोच्नु भयो भने चाहिँ यो चाहिँ बदाम हो। यो बदामलाई चाहिँ भुटेर अनि मिक्सीमा ग्राइन्ड गरेर अब यसलाई पनि यहाँ मिक्स गर्नुपर्छ। यसलाई यहाँ है यसरी मिक्स गर्नुपर्छ र यसमा सर्दी लागिरहेछ, खोकी पनि। हुचिङलाई पनि यति लगाइदिए, यति कम्ती हुन्छ होला। अनि यसमा नुन, स्वाद अनुसार नुन। मेरो बुढोले पनि बोल्नु सघाउनुहुन्छ है, एक्टिभ हुनुहुन्छ कि मेरो बुढो। अब यसलाई मजाले मिक्स गरेर बदामलाई चाहिँ यसरी लगायो भने चाहिँ यसको टेस्ट अर्कै हुन्छ है। बदाम लगाएको मोमोको बदाम लगाउनुपर्छ, मिठो टेस्ट आउँछ। किमा हेर्नु चाहिँ कति बेसी छ यो किमा। भरे यस्तै मोमो चाहिँ कसरी बनिन्छ अब। यसमा मैले यसमा घिउ लगाए। यो घिउको टेस्ट, घिउ लगायो भने चाहिँ अझै टेस्टी हुन्छ। हेर्नुहोस् है मोमोको किमा बनाउँदा चाहिँ। अनि अब यसलाई चाहिँ यसमा चाहिँ यो गराउँछु। राखेर खाँदा त अब यसको कस्तो भयो यसको कमेन्ट चाहिँ नानीहरूले भरे अर्को भ्लगमा तपाईहरुले सुन्नुहुनेछ। मैले बनाएको किमाको मोमो आज चाहिँ भेज मोमो छ। आजको मेरो यो किमाको भ्लगलाई तपाईहरुले हेरिदिनुहोस्। यस्तै छ मैले बनाएको किमा। हुन्छ।